नमस्ते अनि स्वागत छ हाम्रो अर्को भ्लग एपिसोडमा। नेपाल घुम्ने उद्देश्यका साथ सुरु भएको हाम्रो यात्रा अहिले हामी लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पूर्वी रुकुममा छौँ। त्यसै क्रममा हामी यसपटक पूर्वी रुकुम जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर 3 रन्मामा पर्ने सुन्दहको यात्रा गर्दैछौँ। सुन्दह पूर्वी रुकुम जिल्ला मात्र नभएर लुम्बिनी प्रदेशमा अग्ला स्थानमा रहेका तालहरूमध्ये सबैभन्दा ठुलो ताल हो। त्यसै गरी पश्चिम धौलागिरी हिमश्रृङ्खलामा पर्ने तालहरूमध्ये पनि सबैभन्दा ठुलो ताल हो। ढोरपाटन शिकार आरक्षको सबैभन्दा ठुलो ब्लक सुन्दह ब्लकमा पर्ने सुन्दह समुद्री सतहदेखि करिब 4400 मिटरको उचाइमा छ। समुद्री सतहबाट 3200 देखि 5300 मिटरसम्मको उचाइमा रहेको सुन्दहको सेरोफेरोमा साना ठुला गरेर सयौंको संख्यामा तालहरू छन्, जुन हामी बिस्तारै एक्सप्लोर गर्दैछौँ। अहिले चाहिँ हाम्रो यात्रा सुन्दहको लागि मात्र हुनेछ। फेरि यसपटक पनि हाम्रो यात्रा टकसेरादेखि करिब 2-2.5 घण्टाको बाइक यात्रामा हामी रन्मा पुग्छौँ र रन्माबाट करिब 2 दिनको ट्रेकपछि चाहिँ हामी सुन्दह पुग्छौँ। यसपटक मैले टकसेरादेखि रन्मासम्म खासै डिटेल भिडियो बनाएको छैन, किनभने योभन्दा पहिला एपिसोडहरूमा हामीले डिटेलली देखाइसकेका छौँ। हाम्रो डिटेल भिडियो चाहिँ हामी रन्मा गाउँबाट सुरु गर्छौँ, जुन गाउँ चाहिँ सुन्दह प्रवेशद्वारको रूपमा चिनिन्छ र सुन्दह जानको लागि यो अन्तिम गाउँ हो। यसपटक भने हामी रन्मादेखि सुन्दह जाने मूल बाटो छोडेर अहिले बन्दै गरेको बाटो प्रयोग गर्दैछौँ, सर्टकट बाटो भनौँ, जुन बाटो यदि पुरा भयो भने चाहिँ एक दिनमै सुन्दह पुग्न सकिन्छ। अहिले चाहिँ बन्ने क्रममा छ, त्यहाँ झुलुङ्गे पुलहरू पनि छैनन्, बन्दैछन्। त्यही भएर हाम्रो यात्रा चाहिँ कठिन हुन्छ, हामीलाई थाहा छ। तर हामी त्यहाँबाट देखिने ल्यान्डस्केप हेर्नको लागि हामी रिस्क मोलेरै भए पनि हामी सर्टकट बाटो प्रयोग गर्दैछौँ। सुन्दह प्राकृतिक सुन्दरताले भरिपूर्ण त छ नै, त्यसबाहेक पनि यो एउटा धार्मिक तीर्थस्थल पनि हो। सुन्दह जति सुन्दर छ त्यो बयान गर्न त हामी सक्दैनौँ, न त देखाउन नै सक्छौँ, तर कोसिस भने अवश्य गर्नेछौँ। हामी टकसेराबाट करिब 15 मिनट हिँडेपछि यो चाहिँ पिपलतुङको माथि डाँडामा छौँ।
एकछिन विश्राम गर्दैछौँ। यहाँबाट चाहिँ हामी पुग्ने ठाउँ देखिन्छ। हामी पुग्ने चाहिँ यहाँ हो। यसको फेदमा यो पिकको लेफ्ट साइडको फेदमा चाहिँ सुन्दर छ। यो हाइट चाहिँ यो देखिरहेको छ सुम्लाको यो पिक हो। हिउँ चाहिँ छ हामीले सोचेको भन्दा धेरै, बट सो एक्साइटेड। गुड मर्निङ। यो चाहिँ गर हो। हिजो हामी खास त्यहाँ हो सुन्दर के रनमा गाउँ त्यहाँ जाने भनेको थियो, तर गाडीमा झोला चाहिँ अलि ढिलो आएको भएर हामी अगाडि बढ्न सकेनौँ। अहिले अब खाजा खाएर चिया खाएर हामी यो उकालो चढ्छौँ रन्मातिर र एकछिन रन्मामा खाना खाएर त्यसपछि हामी सुन्दरतिर लागिहाल्छौँ। आजको मौसम पनि त्यस्तो गुड छैन। आज पनि दिउँसो 1-2 बजीदेखि पानी पर्ने जस्तो छ, विच मिन्स माथि चाहिँ हिउँ पर्नेवाला छ। तर सुपर एक्साइटेड। हिजो हामी गाडीमा त्यहाँसम्म आयौँ र अहिले बिहान चाहिँ खाजा खाएर अलमोस्ट अब रनमा पुग्नु लाग्यो। अबको यो हिउँदेखि चाहिँ यता पनि सम्भवत गाडी यहीँ गाउँसम्म आउँछ होला। रनमा गाउँ चाहिँ हाम्रो यात्राको सुन्दर ट्रेकको चाहिँ अन्तिम गाउँ हो। मैले खासै तकसेरादेखि यताबाट खासै त्यस्तो डिटेल भिडियो बनाएको छैन, किनभने धेरै लामो हुनेवाला छ। हामी 5-7 दिनको लागि निस्केका छौँ। अब यहाँबाट चाहिँ बवाल भ्यू देखिन्छ, रनमा गाउँ देखिन्छ। यो चाहिँ हुकाम हो, ऊ पारीको मैकोट हो, अनि ऊ तल चाहिँ गर हो। ओए ल जान सकिन्छ त। आमामा हिउँ त यहीँ तल जङ्गलसम्म छ यार। हिमाल होइन, एउटा पास हो। होए नि माथि त यार कति धेरै हो यार। ओए होइ 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 हाइट। आमा नमस्ते, सन्चै हुनुहुन्छ? आइम आइयो नि। बाबा खै त? ए बुवा नमस्ते। यो चाहिँ रनमा गाउँ हो। पूर्वी रुकुम जिल्ला पुठा उत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर 3 मा पर्छ, जुन सुन्दहको प्रवेशद्वारको रूपमा चिनिन्छ। हामीलाई फेरि पनि यसपटकको यात्रामा सहजीकरण गरिदिन चाहिँ यही वडाका स्थानीयवासी र वडा अध्यक्षज्यूको ठुलो सहयोग रहेको छ। त्यही भएर हामी जोखिम मोलेरै भए पनि सुन्दह जाने र अब बन्न लागेको सर्टकट बाटो प्रयोग गरेर जाँदैछौँ। हामी फर्केर आउँछौँ हो, बस्नु होला। हाम्रो यात्रा सुरु भयो। अब सुन्दरको लागि रन्मादेखि सुन्दरको लागि बाबा बस्नुलाई पछि आउँछु। खासमा सुन्दर जाने मेन वे चाहिँ यो हो। माथिको यो डाँडा काटेर पछाडि फेरि अर्को डाँडा काटेर तल झरेर अनि फेरि खोला तरेपछि उकालो चढेर धन्ता बराजस पुगिन्छ। तर हामी चाहिँ यो बाटो अप्नाइरहेछौँ, यो सर्टकट वे। लेट्स सी कुन सजिलो छ। माथिबाट त म अहिले जतिबाट कुनै सुन्दर पुगेको छु सब माथिबाट मात्र गएको छु। यो चाहिँ फर्स्ट टाइम पनि ट्राइङ दिस रुट। अब चाहिँ हाम्रो
हामी डाँडा काट्यौँ। अब यहाँबाट कुनै गाउँहरू देखिँदैन, हामी जङ्गल प्रवेश गर्दैछौँ। अब यहाँबाट चाहिँ जङ्गल स्टार्ट भयो हाम्रो योभन्दा उता। एन्ड रन्मादेखि यो रन्मा गाउँदेखि हामीलाई यहाँ आइपुग्नलाई ठ्याक्कै 40 मिनट लाग्यो। अब चाहिँ हामी ओह्रालो झर्दैछौँ। हामी यो यता भित्र गएर एउटा यो यही आउने खोला तरेर त्यस पछाडि हामी चाहिँ माथि ठाडो उकालो लाग्ने हो। आजको हाम्रो वासस्थान, आजको हाम्रो गन्तव्य चाहिँ के अरे बराजस गाउँ डाँडामा हो। हामी चाहिँ अब खोला झर्दैछौँ। खोलामा चाहिँ काठको सानो भए पनि फड्के होस् भन्ने सोचिरहेछौँ। सर्टकट बाटो प्राय अप्ठ्यारो हुन्छ, त्यो सबैलाई थाहा छ। सो हामी थोरै अप्ठ्यारो भए पनि सर्टकट जाने भनेर यो बाटो चुज गरेको। अब हामी खोलामा झरेर एउटा पुल, सानो काठको पुल तर्छौँ, त्यस पछाडि ठाडै माथि लाग्छौँ। पुल तर्यो करिब 2 घन्टा, गाउँदेखि हिँडेको 2 घन्टामा। अब यताबाट लाग्दैछौँ। यो चाहिँ हामी सर्टकट बाटो रोज्दाखेरि यस्तो भयो हो, नभए बाटो सजिलो चाहिँ माथिबाटको हो। यो बाटो पनि बन्ने प्रोसेसमै छ। यहाँबाट एउटा झुलुङ्गे पुल बन्दैछ माथि। हामी चाहिँ अहिले अब हिँड्दैछौँ। थोरै अलि जङ्गलको बाटो छ, त्यस पछाडि फेरि मेन बाटो भेटिहाल्छ। डाँडामा निस्केर त्यस पछाडि यो डाँडा आएर यहाँनिर बाटोबाट खोल्चा तल झरेर यहाँ झुलुङ्गे अरे काठको सानो फड्के तरेर यस्तो हुँदै यहाँ आइपुग्यौँ। खरको बाटो यहाँ हातमा यस्तो कोडारतिर पुरै। अब हामी अझै छ टन्ने हामीले जानुपर्ने चाहिँ यो माथिको डाँडाको पछाडि। यहाँ बिचमा एउटा खोला तरेर फेरि तल झरेर फेरि ठाडो उक्लिने हो। सर्टकट बाटो अप्ठ्यारो हुन्छ भन्ने थाहा थियो, अहिले झन्नै गयो। तर यति अप्ठ्यारो हुन्छ भन्ने चाहिँ अलिक अनुभव गरियो। होइन बस न एकछिन। पुरै यार निगालो पनि कति ठुला हुने यार यहाँ त। होइन यो निगालो के बाँस के क्या ठुलो के मजा आइरहेछ। एकदम यार यो बाटै छैन है। आफै एकदम नयाँ रुट खोजिरहेछ। मैले मल्टिपल टाइम्स रिपिट गरिरहेको छु, यो चाहिँ सुन्दर जाने मेन वे होइन। अहिले नयाँ बनाउने योजना छ भनेको सुनेर कस्तो ल्यान्डस्केपहरू देखिन्छ भनेर हामीले जस्ट ट्राई गरे हो। तर खासमा चाहिँ यो बाटो चाहिँ होइन। खतरा छ यार, कति ठुलो छ यार। आऊ बिस्तारै। रन्माबाट हिँडेको करिब 4 घन्टापछि चाहिँ यो ठाउँमा आइपुग्यौँ। यो ठाउँको नाम के रे मैला? धुपा। यस्तो दामी सिस्नु छ यहाँ। हामी त अब सिस्नु टिपेर आज साँझको लागि तरकारी बनाउने प्लानिङ गर्नु। कस्तो छ के यार, साँझको लागि तरकारी हो। तर बाबा हाल्छ कि सिस्नु त नि हेर्दै लोभ लाग्ने के यार। यो अरूले पनि टिपेर खाछन् कि नि यो मुन्टाई। ओके अब हाम्रो सनसेट भ्यू हुन लाग्यो।
हामी जाने अझै यहाँदेखि करिब 2 घन्टा छ। सेर कस्तो अनुभव भइरहेछ? अझै म त्यो अनुभव गर्ने ठाउँमा पुगेको छैन जस्तो। बाटो नि बाटो त जङ्गली जनावर हिँड्न डराउँछ होला यार। फर्किने बेला पनि सजिलो हुन्छ यो सर्टकट। 2 दिन लाग्छ उतैदेखि जाने। सर्टकट रोजेको सजाय हो निसेरे यो। फर्किँदाखेरि तल हेर न सजिलै त देखिन्छ नि। मजा आइपुग्यौँ। यो ठाउँको नाम के रे मैला? निल्यौ। प्राय गन्तव्यको नयाँ बाटो हिँड्दाखेरि चाहिँ दुःख पाइन्छ अथवा हामी त्यस्तै भइरहेछौँ। यो सुन्दर जाने बाटो चाहिँ हो तर कोही नहिँड्ने अनि सिकारीहरू मात्रै हिँड्ने बाटो। रात परिसक्यो, हामी जङ्गलभित्रै छौँ। हामीलाई जानुपर्ने चाहिँ खासै टाढा त होइन तर एकदमै थकित खोलाबाट नन स्टप हिँडी छौँ। तर अब यतै कतै क्याम्प गर्ने स्पट भेट्यो भने चाहिँ त्यही क्याम्प गर्छु। डाँडा चाहिँ पारीको हो एन्ड हामीसँग समय अभाव छ, यहीँ रात परिसक्यो। सो हामी चाहिँ यहाँनिर एउटा हिउँदे गोठ छ, यही गोठको सेरोफेरोमा क्याम्पिङ गरेर यहीँ बस्छौँ। हाम्रो चाहिँ यो गोठमा आगो बल्न स्टार्ट भइसक्यो। हाम्रो गोठ चाहिँ पुरै यहाँबाट जुन तारा सब देखिन्छन् माथि, होइन सेरे? अनि मजा आइरहेछ। मैला रमाइलो भयो नि नयाँ बाटो। लास्ट दुःख पाइयो यार। तर दिस इज टाइम फर गुड नाइट। मजा आयो भाइ एकदम यार, सुत्दाखेरि त जम्म देख्न पाइएको छ भाइ। मैला ठिक छ नि जान? ठिक छ। दिउँसोको सम्झेर सपनामा झस्काउँछ कि भारी चाहिँ के बाटो सम्झेर? ल गुड नाइट आजको लागि। गुड मर्निङ। अहिले चाहिँ बिहानको 6 बज्यो। मौसम सो नाइस। उताबाट सनराइज हुँदैछ अनि यो पुरै राउन्डभरि हिउँ छ। हामी जाने बाटो चाहिँ अब कति चिसो हो यो डाँडामा निस्किन जाने हो। त्यस पछाडि हामी तेर्सो लाएर पछाडि आज सुन्दह पुग्छौँ। यो चाहिँ हाम्रो आजको स्पट। जस न्यानो भयो त्यस्तो गाह्रो चाहिँ भएन। सो नाइस। सेकेन्ड डे। अब चाहिँ हाम्रो सुन्दरसम्मको यात्रा। खासमा चाहिँ आउनुपर्ने बाटो यो डाँडा हुँदै उपारि पेपे अनि त्यहाँबाट यसरी हुँदै फोर्सा अनि यो खोला तरेर यही डाँडा आउने हो खासमा मेन बाटो चाहिँ। तर हामी चाहिँ यसरी खोला तरेर खोलाबाट यहाँ निस्किन आयो। द्याट वाज ड्याम हार्ड बाटो। सो म चाहिँ रिकमेन्ड गर्दैन। अहिले यहाँसम्म खोलासम्म चाहिँ राम्रो बाटो बनिसकेको छ। एउटा झोलुङ्गे पुल भयो भने चाहिँ दिस बाटो इज फाइन, नत्र त गाह्रो छ यार। तर यो बाटो चाहिँ एकदमै इजी छ। दामी भ्यू देखिरहेछ। अब हामी यहाँनिर 5 मिनट अगाडि पुग्यो भने चाहिँ जलाकी बराजस गाउँ। त्यस पछाडि चाहिँ हाम्रो गाह्रो बाटो हुँदैन र सुन्दह सायद अलि अगाडिबाट देखिन्छ होला। सुन्दहको पिक सुम्लाकै। I'll try to show. यो चाहिँ
पुरानो र नयाँ बाटो जोडिने ठाउँ धन्ता अब के अरे बराजस गाउँ पुरानो बाटो चाहिँ यस्तरी घुमेर आउँथ्यो हामी चाहिँ यस्तरी घुमेर आयौँ यहाँनिर भेट भयो र यो अहिले प्रतीक्षालय धर्मशालाहरू ठाउँ ठाउँमा बन्दैछन् जे होस् विकास हुँदैछ भनौँ न पानी खाने पिउने पानीका व्यवस्था अलि माथि छ त्यस पछाडि यो धर्मशाला चाहिँ माथि पनि बन्दैछ र यहाँ बिचमा दुई ठाउँमा बनिसकेका छन् यो चाहिँ बनेपा हो नखराउ के डाँफेहरू भाग्छन् सेरी डाँफ हेर्न पाइन्छ कि अहिले जनावरहरू अनि यो चाहिँ बनेपा पास हो यहाँनिर पानीको व्यवस्था छ सायद हामी केही चाउचाउ पकाएर खान्छौँ र जाने बाटो चाहिँ यस्तरी भएर यो घुमेर फेरि यो डाँडी त्यहाँ उकालो छ एउटा त्यस पछाडि उता गएपछि खासै उकालो छैन र सुन्दरको एरिया पनि सुरु हुन्छ पानी छ मैला छ नि ल सही हो अब दाउरा खोजौँ चाउचाउ पकाम सिस्नोको फाँडो पकाम खाम अनि चल्दिउँ दह्रो भोक लागिरहेछ पानी आज उम्रिँदैन यत्रो टाइम भयो पिरो त सब हालै बरु पोली रुस्से रे त्यो फाल्ने ठाउँमा तर सब हाल्ने हो यार एनर्जी नै छैन जस्तै बाँचेको कि नि चाहिँ मिठो भएको छ मैले ल्याएको सिस्नु फाँडो बनाउँदैछौँ यस्तो दामी सिस्नु थियो मन सम्हाल्नै सकेनौँ त्यही भएर फाँडो बनाएर अहिले यसको झोल खाँदैछौँ यस्तो दामी छ कि सिस्नु त क्या नरम झन् कहाँ हिजो झन्न टिप्पेछ र नि आइडिया कसको दाइ काम लाग्यो नि आइडिया कसको सिस्नुको फाँडो चाउचाउको सुप दालमोट अनि अर्को के रे अर्को कुरमुरे अनि घिउ हालेर खतरा भएको छ यार चाखो त सिरे कस्तो भएको छ घोच्दैन कि मिठो भएको छ मैला यहाँनिर चाउचाउ पकाएर खायो सिस्नोको फाँडो बनायो खायो र अब चाहिँ यहाँबाट पानी ब्याकअप लिएर बाटो सिधा यहाँबाट यस्तरी गएर यो डाँडा कटेर त्यसो उता सुन्दर पुग्छौँ हामी बिहान चाउचाउ पकाएर खाएको त्यो ठाउँ तर त्यहाँबाट यसरी घुमेर यहाँसम्म आउन चाहिँ हामीलाई ठ्याक्कै 1 घन्टा लाग्यो यहाँबाट चाहिँ बाबा ल्यान्डस्केप देखिन्छ पुरै माउन्टेन जस्तो अब हामी जान्छ यहाँ तेर्सो अनि यो उकालो त्यस पछाडि फेरि तेर्सो थोरै उकालो अनि सुन्दर बवाल भ्यू देखिरहेछ रमाइलो भइरहेछ कन्छ हो जन्नत सुन्दरको हार्डेस्ट पार्ट चाहिँ यही हो यो उकालो त्यसपछि यहाँबाट सिधै माथि उकालो उक्लिन धेरै समय लाग्ने चाहिँ होइन जस्ट 15-20 मिनटको उकालो तर लास्ट उकालो छ
यो चाहिँ धन्ताबा पास हो। यस पछाडि चाहिँ खासै उकालो छैन। किन यसरी यहाँबाट चाहिँ सुन्दहको एरिया स्टार्ट भयो है साथी हो यहाँदेखि चाहिँ। एन्ड दिस इज द भ्यू। हामी अहिले चाहिँ यहाँ आइपुग्यो धन्ताबा पासमा। धन्ताबा पास यो चाहिँ हामी यहाँ आइपुग्यौँ। यो ठाउँ चाहिँ धन्ताबा पास हो। बिहान चाहिँ हामीले खाजा खाएको चाहिँ यो ठाउँमा हो। यो ठाउँबाट हामीलाई यहाँ यस्तरी घुमेर आउनु चाहिँ ठ्याक्कै 2 घन्टा लाग्यो। अब यहाँदेखि 1.5 घन्टा 2 घन्टामा चाहिँ हामी सुन्दह पुग्छौँ। सुन्दहको सेरोफेरो चाहिँ यो यहाँनिर लादेन दह र यसको यतापट्टि यो कालो डाँडाले छेकेको छ। त्यहाँ चाहिँ सुन्दह र यो काले घागर अगाडिको। यतातिर देखिरहेको चाहिँ पुथा हिमाल, चुरेन हिमाल र दोगाडी हिमाल। तिमी पनि बबाल देखिरहेछौ फेरि गाँठ फुटिरहेछ। यो पहाडीको ओडारमा बसे हो। यो चाहिँ पुरै रेड पान्डा पाइने क्षेत्र हो। रेड पान्डा, कस्तुरी, झारल, थार एकदमै कमनली कस्तुरी पाएँ। के अरे यहाँ रेड पान्डा हामीले खिचेको, मैले खिचेको पहिला रेड पान्डा यही एरियामा हो। एकदमै कमनली पाइन्छ। सुन्दहको अर्को ब्युटिफुलनेस चाहिँ रेड पान्डा पनि हो। एकदमै कमन। अघि हामीले पनि यहीँनिर भेटाएको थियौँ नि मैले। हामी यहाँबाट गयौँ होइन कस्तुरी खोज्न। यहाँबाट गएर ऊ त्यो छेडा काटेर उता सुनसारी झरना भयो होइन। 2वटा झरना छ नि ठुला ठुला। त्यहाँबाट फेरि तल गएर खोज्दै खोज्दै ऊ तल त्यो खोलाको किनारमा निस्किन आयौँ। त्यहाँ एउटा भेट्यौँ। अनि साँझ भइसक्यो त फर्किँदाखेरि फेरि यहाँनिर एउटा भेट्यौँ। अर्को दिन जाँदाखेरि फेरि पाल्लोपट्टि अर्को भेट्यौँ कि कति रेड पान्डा त। अहिले धन्ताबा पासदेखि यहाँसम्म चाहिँ 1 घन्टामा आइपुग्यौँ भनेको। आज जहाँ हामी बसेका थियौँ त्यहाँदेखि यहाँ चाहिँ 3.5 घन्टामा सुन्दह आइपुग्यौँ। सुन्दह चाहिँ अब यही हो। यही डाँडाको ठ्याक्कै उतापट्टि र पछाडिको सिमला कोही पिकको तल बिचमा हो। यो बिचमा हामी आएको बाटो चाहिँ यस्तरी भएर यहाँ हो। बवाल छ मौसम। यो चाहिँ आजको हाम्रो वासस्थान। दामी छ ओडार। छन त ऊ माथि पनि छन्, यता धेरै छ यी। तर हामी चाहिँ पानी नजिक पनि हुने भएको हुनाले हामी यहाँ बस्यौँ। यो चाहिँ सुन्दहबाट बगेर आएको पानी हो। यहाँदेखि करिब 10 मिनट लाग्छ। अब एकछिनमा सुन्दह निस्किन्छौँ सामानहरू राखेर, केही खाजाहरू खाएर। हामी चाहिँ अब तालतिर जाँदैछौँ। यहाँनिर हो सुन्दह, नजिकै हो, टाढा होइन। हामी अब अलमोस्ट सुन्दह पुग्न लाग्यौँ। अहिले हिउँ भएर चाहिँ बाटो अलि अप्ठ्यारो छ। तर लगभग क्या पड़ा छ। फाइनली गाइज वेलकम टु सुन्दह। सुन्दह देखिरहेछ दामी। अहिलेसम्म फ्रोजन छैन, पुरै हिउँ छक्कैमा खाँदा।
बवाल देखिरहेछ सुन्दर चाहिँ वरिपरिको सराउन्डिङ पनि बवाल छ। हामी चाहिँ अब ब्याक हुँदैछौँ, फर्किने ठाउँ अलि तल छ अनि आज धेरै ठाउँ घुम्न सक्दैनौँ किनभने लास्ट थकाइ लागिरहेछ। सो भोलि बिहान अर्ली मर्निङ आएर त्यस पछाडि फेरि हाम्रो घुम्ने एक्सप्लोर गर्ने कार्यक्रम स्टार्ट हुन्छ। तर सो ब्युटिफुल यार, मैले त सोचेको थिएन यस्तो बवाल देखिन्छ भनेर। कस्तो देखिन्छ भोलि बिहान हामी देखाउँछौँ है त। दोस्रो रात सुन्दहदेखि थोरै तल बेस क्याम्पमा र यहाँ चाहिँ माइलाहरूले अस्ति नआउँदाखेरि दाउराहरू राखेर लुकाएर रहेछन्, त्यही दाउरा निकालेर अहिले बालेर फेरि चाउचाउ पकाएर खाँदैछौँ। हाम्रो खाना चाहिँ चाउचाउ बाहेक अरू केही विकल्पै छैन। यस्तरी सिस्नुले गर्दा पनि क्या दामी देखेछ यार, हरि साग जस्तो त्यो सिस्नो सागै त हो। ल्याम्मै खाइदियो त मिठो भएको छ। बाहिर यस्तो दामी देखिरहेछ तर चिसो चाहिँ लास्ट चिसो छ। हामी कतै दामी जुन आउनु लाग्छ ए पुरै उज्यालो होला जस्तै भइरहेछ कि यहाँ त। अलिक तल जाम त कहाँनिर एउटा दामी जहाँनिर पानी खस्छ त्यहाँनिर म तिमीले एउटा नयाँ फोटो खिच्ने स्टाइल सिकाउँछु सेट। यस्तो छ पुरै खुल्ला। माइला सुतिसके ल, गुड नाइट सबैजनालाई। सी यु टुमोरो। गुड मर्निङ। अहिले 5:30 भयो बिहानको। यहाँ त जुन रात नपर्दै उज्यालो भएको जस्तै भइरहेछ। अहिले चाहिँ खास अँध्यारो हो तर यो जुनको लाइटले गर्दाखेरि उज्यालो नै देखिरहेछ। अब हामी एकछिन माथितिर घुम्न निस्किँदैछौँ। यो चाहिँ हाम्रो वासस्थान। एउटा पिक भ्यू पोइन्टमा जाने भन्ने प्लानिङ भइरहेछ तर हेरौँमै हिउँ अलि बढी छ, जान सकिन्छ कि नै। तर विल ट्राई आवर बेस्ट, कोसिस गर्छौँ कि हामी त्यहाँसम्म पुगौँ। चिसोको त कुरै नगरौँ, यस्तो चिसो हावा चलिरहेछ। पिक चढ्नु पर्ने हो, यहाँबाट गएर पछाडि मैले यहाँ धेरै हिउँ छ हेर। हामी यो कुना जाऊँ अनि कुनै कुना भएर यस्तरी निस्क्यौँ है। नि यहाँनिर बढी हिउँ छ यार, कस्तो बवाल देखिरहेछ यार। एन्ड दिस इज सुन्दर भ्यू, बवाल छ। हामी माथि गएर अझै क्लियरली देखाउँछौँ। बवाल देखिरहेछ सेरे, बवाल देखिरहेछ के। उकालो चढ्दैछौँ, ब्याकग्राउन्डमा सुन्दर। हामीलाई अझै यो पिक काटेर अर्को पिक अनि अर्को पिक हो हामी जानु खोजेको चाहिँ। त्यहाँबाट चाहिँ अल 360 पुरै स्नो कभर्ड पिक्सहरू देखिन्छ भनेर जाँदैछौँ। लेट्स सी है, सोचे जस्तो हुन्छ कि हुँदैन। तर अहिलेसम्म त भइरहेछ सोचे जस्तै होइन। सकिँदै सकिन्न कि यार, हिँड्नै सकिनँ म आज। हिमाल चढ्यो भने त गाह्रो। अब यति चाहिँ यो पास क्रस गरेपछि त्यसो यता तेर्सो लाग्छु। आउँछ रे छिटो। म चाहिँ अगाडि बाटो बनाउँदै हिँडिरहेको छु, पछाडि आइरहेछन्। खतरा गहिरो छ कुनै ठाउँमा त। हट हामी चढ्ने पिक अझै देखिएको छैन। खतरा देखिरहेछ यार। हामी बौला बारा लिनिरहेछौँ।
यस्तो छ पुरै यस्तो ठाउँमा छु सुन्दर भ्यू पोइन्ट जाने प्रयास गर्दैछु कहिलेकाहीँ त क्या गएर हिउँ छ कुनै ठाउँमा उहाँ दुईजना भाइहरू चाहिँ तलै बस्नुभयो मलाई चाहिँ यो टपबाट यसरी सुन्दर कस्तो देखिन्छ भनेर हेर्न मन छ यत्रो दुःख गरेको भ्यू कस्तो देखिन्छ सुन्दरको क्या बवाल यार हैज सुन्दरको कम्प्लिट भ्यू हेर्नको लागि आउनुपर्ने ठाउँ चाहिँ यही हो अहिले त हिउँले गर्दाखेरि अलिक गाह्रो हुन्छ यसरी ठाडो आउन नसकेर यसरी घुमेर फेरि यहाँबाट यहाँ आइयो तर सो नाइस सुन्दर भ्यू पोइन्टबाट फर्किँदैछौँ हामी आउँदाखेरि 2 घन्टा हो जाँदाखेरि त 20 मिनट पनि लाग्दैन होला किनभने यस्तो हुन्छ एकैचोटि 4-5 स्टेप जम्प गर्न मिल्छ मजा आयो यार एकछिन त डर आयो यार च्यातिको के हेर्दै च्यातिको कहम मेरो च्यात्या छ लास्टै तातो भयो यार ल गाइस बाई बाई सुन्दा हो बाई बाई भन्दैन फेरि भेटौँ न बाई बाई चाहिँ भन्नु हुँदैन ल सही हो अर्को